हेलो साथीहरु, स्वागत छ सबैजनालाई मेरो छोटो मिठो मिनी भ्लगमा। साथीहरु, हामी चाहिँ घर सक्सक पारेर खाना बनाएर खाएर चाहिँ चट्ट लाएर अब भाँडा माझ्नु छ है। अनि मेरो छोरी चाहिँ यता हुनुहुन्छ। हेलो नानु, के छ खबर? गुड मर्निङ सबैजनालाई भन्। गुड मर्निङ मैले चाहिँ बहिनीलाई बोलाएको थिएँ। बहिनी चाहिँ नास्ता खाँदै छिन् त्यहाँ। अनि मेरो दिदी चाहिँ त्यहाँ खाएर अलि टन्न भएर एकछिन जिताएर बसेछिन्। अनि यता चाहिँ हेर्नु न, यहाँ यस्तो फोर्थ्यो मैले आज हेर्नु सक्सक पार्छु। यता फेरि हेर्नु न, हाम्रो लोकल कुखुराहरू 2-3 जना ग्याङहरू चाहिँ बित्नु भयो। बिहान बित्नु भयो एकजना, यहाँ चाहिँ हेर्नु भएको छ यताबाट। हेर्नु भाँडामा त चाहिँ छ, त्यता केही छैन, माझिहाल्छ अहिले। अनि यो हाम्रो बोका, कसैलाई बोकाको जरुरत छ भने यसलाई चाहिँ हामीले भन्दैछौँ 15,000। यता चाहिँ हाम्रो भैँसी छ। वाह, यता चाहिँ छ गौबारी है, गौबारीहरू छ के यतातिर चाहिँ साथीहरू। अनि हाम्रोतिर फेरि उस लाउँछन् के, प्याज थोरै घरदेखि टाढा चाहिँ प्याजहरू लगाउँछन्, खाने थोरै खाने फेरि यता लाउँछन् कि प्याजहरू टक्क लगायो। यता चाहिँ मेरो छोरी छिन्। हामी आमा छोरी हातले त हामी आमा छोरी भएर चाहिँ हामी वहाँ तिउन तरकारी हेर्न जाँदै साथीहरू है। यहाँ चाहिँ हेर्नु न, तोरीका फुलहरू फुल्दैछन्। लसुन हो यो चाहिँ। अनि यो चाहिँ भाजी हो, अर्ग्यानिक भाजी साथीहरू, हेर्नुहोस् न। वाह, सानो भाजी साग कति मिठो हुन्छ अरे, धेरै मिठो हुन्छ। आलु पनि छ साथीहरू, आलु पनि देखाउँछु है। यता चाहिँ आलु छ, आलुको ड्याङहरू छ। त्यता पनि आलु सालु त्यहाँ उसहरू छ, सागसब्जी है यो फेरि है। टक्क लगाएर बिहान यस्तो मजाको घाममा चाहिँ बस्दैछु। ल जाऊँ सानो उता फेसियर के पल्टेमा यस्तो लेखेको छु कपडो। गाउँको अर्ग्यानिक हेर्नु न, गाउँ। हाम्रो नानी फेरि उता चाहिँ टक्कलाई हामी चाहिँ के सागसब्जी हेऱ्यौँ है। यहाँ फेरि गोलबेडाको जान्छ साथीहरू, हेर्नु खोलेको एकछिन दिदीसँग जान्छु। त्यहाँ अलि धेरै नै बस्नुभयो कि के भयो त्यहाँलाई। हेलो मिस, मिस हेलो, के छ? अलि दिदी फेरि इङ्ग्लिस बोल्नुहुन्छ कि, म फेरि जान्दैन। 11 पढ्नु भएको त्यहाँ, म फेरि अब 10मा 2चोटि फेल भएको अब ट्याल्नु भयो। हेलो म्याडम, हाई गाइस, के छ त? तपाईँले त कुरो पकाउनु लानुभएको छ यत्रो यहाँ। यत्रो गाइस सम्पर्क गर्नु न, मलाई कुरो पकाउनु लास म रेडी। अब मम्मीको त खानु है। हाम्रो भान्सा फेरि खासै राम्रो छैन, यस्तै हो टाकुन टुकुन। उता चुल्हा हजार बराल्नु किन, अब छोरी मान्छे भएर किन बराल्नु भएन। दिदी हामी त यो अचार प्याज हाल्नु भने काट्यो र। मेरो छोरी चाहिँ जाँगर छिन्, कामबाट आएर गर्छु ल है त साथी, एकछिन बोलौँला है त। सो गाइस हेर्नु, हामीले चाहिँ भात धुन लाग्नु भएको छ। हेलो साथी, म भाँडा माझ्छु। के गर्ने, गाउँघरमा चाहिँ खरानीले माग्छ नि, सहरमा चाहिँ साबुन माग्छ। हामीले फेरि खास साबुनले माग्दैनौँ कि यतातिर फेरि कटल खाएर खरानी खरानी फेरि गाइस अर्ग्यानिक हाम्रो हो के। हाम्रो दिदी फेरि भाडा पखाल्न लाग्नु भएको छ। खरानी गाइस म त यति राम्रो मान्ने मेरो दिदी चाहिँ भाडा मार्नु लाग्छ। म चाहिँ यस्तो चाहिँ भाडा नमार्दै भला बनाएर
गाइस मेरो दिदीहरु चाहिँ भाडामा चाहिँ भ्याएर यी बनाउन लागेको छन् हेर्नुहोस्। हेलो साथीहरू, मैले भाँडा माझेर अब बनाउन लागेँ अब है साथीहरू। यस्तै छ बनाउनु पर्छ। जिन्जाइ के अरे बनाउनु पर्यो गाइस हेर्नु घाम यस्तो सानोमा कुछ हेर्नु दिदी मेरो दिदी साथीहरू हामीले अब छतमा काम साम भ्याएर छतमा यसो घाम ताप्न आएको अनि काम पुरै भ्याएर बहिनीहरू अब आफ्नो आफ्नो धुनमा खाने चले खाने कोही तोरी सुका छन्। अनि साथीहरू हामी चाहिँ काम साम भ्याएर छतमा आएर बसिसकेको छौँ। घाम चर्को चर्को लाग्छ। अब हामी सुत्ने उठ्ने बस्ने जुम्रा हेर्ने सबै गर्छौँ। अब यति भन्दै मेरो छोटो मिठो भ्लग चाहिँ यति नै खतम हो साथीहरू। बाई गाइस साथीहरू बाई।